So what's up? Welcome to my new vlog. New vlog. So good morning. यो सबजना सन्चै ठिक छ गाह्रो छ म चाहिँ घुम्न चल्यो चाहिँ अगाडिको पार्क अनि आज चाहिँ 2:30 बजीतिर निस्किएर हो यसो घुम्न लाग्यो ल म चाहिँ सुकाइके जान लाग्यो अब यहाँदेखि यहाँ त लाइन चढेर अनि 3 स्टेसन है कति स्टेसन छ अनि त्यहाँ सुकाइके जान लाग्यो हिँड्दैछु बाटोमा दिउँसो निस्केको चिसो मौसम घाम पनि लागेन अनि हिँड्दैछु चाहिँ पुगिसकेँ यहाँ स्टेसन छ अनि त्यहाँदेखि चाहिँ त लाइन गएर त्यहाँदेखि खै पनि स्टेसनमा झरेर त्यहाँदेखि 10 मिनट जति हिँड्नुपर्छ अझै कन्टिन्यू जाँदैछु म चाहिँ ट्रेनदेखि निस्किसकेँ अनि यत्तिकै हिँड्दै जाँदैछु अब चाहिँ यहाँदेखि 800 मिटर छ अनि हिँड्दै सर्न जाँदैछु एकचोटि म्याप हेरौँ बोर्डहरू रहेछ तर केही बुझेको छैन म चाहिँ यहाँ छु त्यति थाहा छ अरू चाहिँ केही थाहा छैन यहाँदेखि यति थाहा जान्छु ट्रेनदेखि निस्केँ जम्मा 3 स्टेसन त थियो अनि त्यहाँदेखि निस्केँ जाँदैछु यहाँदेखि त्यसो यहाँदेखि जाने हो यो चाहिँ अलि त्यो भिडभाड नहुने थियो टाइप रहेछ अनि यति हिँड्दै जाँदैछु ल चाहिँ 800 मिटर हिँडेर अब पुग्न लागिसकेँ यहाँ अगाडि यहाँ उक्ते गेट छ यतादेखि आएको सर्टकट हुन्थ्यो म पुरा यस्तो एक राउन्ड हानेर आएँ कि अनि त्यो टाइम भयो यस्तो घरहरू त्यो काठमाडौँ भक्तपुरतिर हुन्छ नि भक्तपुरतिर त्यो पुरानो घर हो त्यस्तै टाइपको रहेछ खै देखियो टक्क रुखहरू नि यस्तो पहेँलो टाइपको भयो अनि यस्तो दिवाल छ नि त त्यसमा चाहिँ यस्तो रुखहरू भएर सही देखियो र चाहिँ म चाहिँ अब पुग्न लागिसकेँ यहाँ चाहिँ सायद टिकट चाहिन्छ क्या हो त्यहाँ एउटा बोर्डमा हेरेको थिएँ सिङ्गललाई 300 ग्रुपलाई 400 अनि यस्तै कति थियो सायद टिकट लाग्छ होला टिकट लाग्यो भने काटौँला अनि भित्र जानु पर्ला अब चाहिँ यहाँको नजिक आइसकेँ ऊ त्यहाँ अगाडि गेट छ सायद ऊ त्यो सिसा देखिएर होला नि कुन भन्दा अरे ऊ त्यो यो होला सिसानिर गेट छ होला सायद त्यहाँनिर गेट छ कि आइसक्यो म गेटमा खै अनि त्यहाँ गेटदेखि जाने होला यहाँनिर गेट छ यहाँ चाहिँ बन्द रहेछ अब यस्तो गेट कहाँनिर खोल्यो भन्दै हेर्दै थियो ऊ त्यहाँ अगाडि खोल्यो होला अनि त्यहाँदेखि जाने टिकट चाहियो भने टिकट काट्नुपर्छ अनि त्यहाँदेखि जाने हो ल यता चाहिँ यस्तो बिल्डिङ छ सही छ ल टक्क पारामा अब जाने हो भित्र त्यहाँ घुमेर एकछिन बसेर जानु पर्ला खै अझै आउनु कति हिँडिसकेँ म चाहिँ त्यो पुरा एक राउन्ड हाने क्या यतादेखि म्यापले त यति देखाएको थियो यतादेखि आउनु पर्ने चाहिँ म चाहिँ त्यस्तै घुमेर आउनु लगाएर टाइम लाग्यो यहाँ चाहिँ खुल्ला रहेछ अब यहाँदेखि जाने हो यहाँ त पार्क मात्र छ त ल यो त होइन क्या वेट है त म एक्चुअली उयोमा हेर्छु म्यापमा हेर्छु अनि फेरि त्यो चाहिँ सानो पार्क मात्र रहेछ त्यो बिच जाने चाहिँ अझै अगाडि रहेछ म्यापमा हेरेको अनि अझै अगाडि देखाएको छ अनि जाँदैछु ल यसो घुमेर आउनु पर्ला होइन सोह्रमा चाहिँ भर्खर छिट्यो त्यही 300 रुपियाँको टिकट लाग्दो रहेछ 300 यनको टिकट काटेँ डिस्काउन्टमा चाहिँ इङ्ग्लिसमा बोल्दो रहेछ अनि सजिलो भयो जापानिज आउनु नि त मलाई खासै भन्दा नि आउँदै आउनु अनि भर्खर 300 को टिकट काटेँ अनि अब चाहिँ जाँदैछु यस्तो छ यहाँ चाहिँ गेट होइन अनि यहाँ घुम्न भित्र चाहिँ टन्ने ठाउँ रहेछ अब कता हो के हो हेर्दै जानुपर्छ
कति धेरै ठाउँ छ सब बोर्ड छ कहाँ बनियो कहाँ जाने त्यो थाहा छैन अब त्यतिकै यही बाटो गइदिन्छु यस्तो फुलहरू राखेर रुट भनेर यता साइन देखा अनि यति जान्छु त्यो फुलहरू चाहिँ खतरा कस्तो टाइपको हेर्नु न ल कतै छ त ठाउँ त क्या हो जस्तो भयो त खतरा एउटा सो यो है त 1 2 3 सायद यहाँ यो यस्तरी राखेको क्या लाइन अनि त्यसको भित्र उता चाहिँ जान पाइन्न जस्तो लाग्यो यस्तो रुख छुन लाग्यो अनि सब ठाउँ यस्तो राखेको त्यो साइडमा हिँड्नलाई छुट्टै ठाउँ बनाएको अनि यो रोडहरू राखेको सायद उता नहिँड्नुहोस् भनेर होला नि त होइन न त नजिक जान्छ रुखसुख भाँचिन्छ होला भनेर यस्तो राख्यो यस्तै छ दामी छ ल हिँड्दैछु यता देखाएको म चाहिँ अनि यस्तरी यो पुरा एक राउन्ड हानेर निस्किँदैछ म जाँदैछु मस्त चिलमा एक्लै साथी नसँगै एक्लै रङ्गी चङ्गी भन्थ्यो त्यस्तै भयो कोही साथी केही छैन अनि एक्लै रमाइलो गर्दै हिँडिरहेको एक्लै गीत सुन्दै हिँड्दै चिल पारामा सही छ त्यो रमाइलो छ यस्तो हरियो चराहरूको आवाज पनि यस्तो हरियो कहाँ गरिरह खतरा साउन्ड आयो चराहरूको चाहिँ यस्तो ठाउँमा हिँड्छु यही भित्र रहेछ यो चाहिँ यस्तो सही छ यो चाहिँ स्टार्टिङ मात्र हो अझै उता कस्तो हो कस्तो छ थाहा छैन त्यो चाहिँ यता पनि खत्रै छ यता त्यही पानी आएको छ अनि यस्तै यसो उता गएको सही छ डु नट स्टेप अन द स्टोन यहाँभन्दा उता चाहिँ नजान पाइदो रहेछ यहाँदेखि यस्तै हेर्ने ल यस्तै रहेछ कस्तो छ अनि यता डिजाइन लाग्छ अब चाहिँ त्यो पनि हेरेँ अनि अब चाहिँ यता जान्छु यस्तो छ बाटो यस्तोहरू चराको आवाज पानीको आवाज यस्तो लभली मजा आयो सुन्दा चाहिँ अनि अब ठ्याक्कै यो यस्तो डोरीहरू बान्यो नि यसको भित्र मात्रै हिँड्यो यताउति जान पाइन्न सबै ठाउँमा बोर्डमा राख्यो जापानिज ल्याङ्ग्वेजमा पनि इङ्ग्लिस ल्याङ्ग्वेजमा पनि राख्यो छ त्यो भएर यस्तरी घुम्ने बस्नु पऱ्यो त्यस ठ्याक्कै लाइनको यताउति जान पाइएन मैले त्यही एउटा दुईवटा फोटो खिच्छु त्यही अघिको पुलमा अनि भेट्छु तर जुन रमाइलो यहाँ यो अहिले बस्दा घुम्दा छ नि त्यति चाहिँ यहाँ हेर्दा चाहिँ छैन होला क्या यस्तो हरियो शान्ति छ पिस छ त्यसमा चाहिँ चराहरूको आवाज ग्रिनेरी खतरा ठाउँ चाहिँ यस्तो एक्सपेक्ट गरेर चाहिँ आएको थिएन यस्तो राम्रो छ भनेर त्यो खतरा रहेछ ठाउँ चाहिँ खोला जस्तो पोखरीहरू अनि फुलहरू त्यस्तै बोर्डहरू ठाउँमा बोर्डहरू अनि यस्तो पनि छ त रुखहरू पनि खत्रै यस्तो टक्क सुनसान छ त्यस्तो रुख मजा आउने हिँड्दा चाहिँ मजाले I love it man, I love it
लभली जङ्गल मैले जति धेरै भने भ्लगमा कम होला कि यस्तो हरिक छ यस्तो हरिक रहेछ नि यो ठाउँ रुखहरू थरीको कलरहरू त्यसमाथि सुनसान चराहरूको आवाज यस्तो हरिक छ ल रुख हेर न लुक एट दिस रुख के खतरा I love it चराहरूको आवाज सुन न पछाडि यस्तो फेरि नि आउनुपर्छ यहाँ त कस्तो रहेछ ठाउँ त अर्कोचोटि आउँदा चाहिँ म एउटा साथी लिएर आउँछु एकजना साथी अनि आउँछु एक्लै चाहिँ आउनु त्यही हो त्यहाँ चाहिँ कटेज जस्तो रहेछ त्यहाँ चाहिँ एकछिन बस्छु अनि फेरि फर्किन्छु फेरि यही बाटो जानुपर्छ बिचमा चाहिँ स्टप जस्तै बिचमा जाने बस्ने त्यस्तै ठाउँ रहेछ क्या त्योहरू पनि कता लुक एट दिस गाइज कस्तो हरिक तरिकाले रुख काट्यो त घाँसहरू टक्क यस्तरी मिलाएर है सही पारामा काट्यो अनि यहाँ बिचमा चाहिँ वासरुमहरू छ यहाँ अनि अब त्यो बेभरेजहरू खानु पर्यो भने पनि छ यहाँनिर छ त्यहाँ हेर ल यस्तरी मान्छेले कटिङहरू हान्दैछ खतरा सेपहरू बनाएर कटिङहरू हान्दैछ यो चाहिँ खतरा आयो कि यस्तै माथि तरिकाले यस्तोहरू कटिङ हानेर ठ्याक्क लेभल मिलाएर त्यहाँ पनि रुख बनाउँदैछ म चाहिँ वासरुम जान्छु फेरि घुम्ने आएको माथि आएको माथि सब भ्यू देख्दो रहेछ यस्तरी अझै माथि जाँदैछु स्टेपहरू यस्तो राख्दैछ अनि म चाहिँ टपमा जाँदै हो माथि जस्तै देखिन्छ अझै माथि जाँदैछु यस्तो स्टेपहरू छ हिँड्दा दबाइसक्यो म यता यति उकालो चढ्दा पनि दबाउँछ This is the view from the top माथि भ्यू हो अनि अब मेरो अहिले फर्किनु पर्ला लभली छ यस्तै टक्क थम गरे जस्तै सब भिडियोमा यसो लाइक साइक गरिदिउँ सक्दो सेयर पनि गरिदिउँ है ल चलो यहाँ टपदेखि चाहिँ अब निस्किनु लाग्यो एकछिन माथि भ्यू हेरेँ अनि अब चाहिँ तल निस्किन्छु एउटा थाइल्यान्डको मान्छे भेटेको थिएँ अनि बोलेको थियो अनि एकछिन त्यहाँ भेटेँ त्यहाँ बसेँ अनि हामी चाहिँ तल जानु लाग्यो अनि तल गएपछि यस्तरी पुरै घुम्न छ अनि सब घुमेर अनि जान्छु कस्तो एकछिन त्यहाँ बसेको थिएँ निद्रा लाग्ला जस्तो भयो त्यो थाइल्यान्डको मान्छेसँग बोलेर फ्रेस लगाइदियो ल यता जाऊँ है त यता चाहिँ के रहेछ यो ठाउँ त लास्टै ठुलो रहेछ घुमेर नसकिने टाइपको यता चाहिँ के रहेछ है ओहो लभली कि लभली
कुनै रातो हो कुनै कस्तो कलरको फुलहरू पनि हेरेर नसकिने सो ब्युटिफुल ब्रिज यो चाहिँ ढुङ्गाको रहेछ के टाढादेखि म चाहिँ फुल लगाएको सोचेको दिस इज मेड अप अफ विथ रक ओ माई गड स्टोन ढुङ्गाले बनिएको रहेछ खतरा हाँसहरू छ त्यहाँ चाहिँ सो हाँसहरू त्यसको टाउको कस्तो हो त्यो हाँसको टाउकै अर्कै छ त कता खेल्दै हामीलाई यो चाहिँ ढुङ्गाको रहेछ क्या यो पुलै अनि त्यहाँ अचम्मको लाग्यो क्या अन्त कता ठुल्ठुलो ढुङ्गा अनि पानी यताउति भइरहेछ त्यो लभली सोलो म अघि चाहिँ त्यो भ्यू हेर्न चाहिँ गएको पहाड ऊ त्यो हो पहाड भन्दा नि त्यो माथि टप ऊ त्यो हो अनि अहिले चाहिँ यस्तरी यो सब घुमेर यहाँ आइसक्यो अनि अब चाहिँ बिस्तारै बाहिर निस्किनु लाग्छ भित्र चाहिँ यहाँ बिचमा चाहिँ जान नदिँदो रहेछ यसको वरिपरि राउन्ड लाउने अनि ब्याक सोलो म त वे आउटतिर गइसक्यो ओके बाई ओके सी बाई त्यही अघिको थाइल्यान्ड त्यो मान्छे अनि म चाहिँ अब निस्किनु लाग्छ वे आउट देखिन्छ यो घुमेँ टन्नै टन्नै मान्छेहरू आएको छ अहिले चाहिँ अनि म चाहिँ अब निस्किनु अब चाहिँ यहाँदेखि निस्किन्छु फेरि नि आउनु पर्छ यो चाहिँ खतरा लाग्यो कि कस्तो खालको चाहिँ यहाँदेखि निस्किन्छु अनि स्टेसन जान्छु अनि स्टेसन घर जान्छु सिधै अझै यो घुमेँ 2 घन्टै 2-2.5 घन्टै भयो भित्रको घर जान्छु अनि घर जान लाग्छ होला टाइम आधी घन्टा 40 मिनट जति त्यही होला मजाले घुमेँ आज यहाँको चाहिँ माइन्ड फ्रेस भयो क्या ग्रिनेरी त्यसमाथि चराहरूको आवाजहरू मजा आयो ल अर्को चिज चाहिँ कोही साथीहरू यताउति भएर आउनुपर्छ अनि झन् रमाइलो हुन्छ ल म चाहिँ अब यहाँदेखि निस्केको अनि स्टेसन जान्छु स्टेसनदेखि घर जान्छु ल आजलाई यति नै यही घुमेँ अनि यहाँ चाहिँ हाम्रो काउन्टर अफिस थियो अनि यहाँ चाहिँ टिकट काटेर गएको त्यही ल अब चाहिँ हजुर चाहिँ त ल सी यू टुमरो आजलाई यति नै लाइक सेयर एन्ड सब्सक्राइब सक्दो सेयर गरिदिउँ साथीभाइहरूमा अनि सब्सक्राइब गरिदिउँ साथीहरूलाई नि भनौँ लाइक सेयर गरिदिउँ होइन ल आजलाई यति नै बाई बाई सी यू टुमरो सब्सक्राइब सक्दो सेयर है त बाई बाई सी यू टुमरो हेभ अ गुड डे लभ यु अल बाई